तपाईहरुको यो उपस्थिति, यो सद्भाव, यो माया, यो स्वागतलाई म अन्तर्हृदयदेखि कृतज्ञ छु र धन्यवाद ज्ञापन गर्न चाहन्छु। र हजुरहरुका मैले यति बेलासम्म तपाईहरुका केही गुनासाहरू पनि सुने र ती गुनासा हैनन्, ती सुझाव हुन् मेरो लागि र ती सुझावलाई म ग्रहण गर्दै म के भन्न चाहन्छु भने हजुरहरुले पहिला नै बुझिसक्नु भएको छ कि हिजोका दिनमा विगतमा पुराना दल, पुराना पार्टीहरुले 36 वर्षसम्म 40 वर्षसम्म जसरी राज गर्नुभयो र त्यति बेला चाहिँ के थियो भनेदेखि विकल्पको रूपमा वैकल्पिक शक्ति थिएन। हामी नेकपा एमालेमा आबद्ध हुँदै गर्दा नेकपा एमाले मन नपरे नेपाली कांग्रेसमा जान सक्थ्यौं। नेपाली कांग्रेस पनि फेरि मन परेन भने फेरि एमालेमै फर्किन बाध्य हुन्थ्यौं। दुईजना पनि दुईटै पार्टी मन नपरे फेरि माओवादीतिर लाग्न बाध्य हुन्थ्यौं। तर अहिले यिनै पुराना शक्तिहरूले गर्दा, पुराना शक्तिहरूबाट भएन, यो देशले निकास पाएन, देशले समृद्धि पाएन, देशले विकास पाएन, युवा जनशक्तिहरू बाहिरिनु पर्यो, देशमा कुनै कल कारखानाहरू खोल्न सकिएन भन्ने एउटा जुन जनताको आवाज आयो, त्यसपछि वैकल्पिक शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो। यो कुरा हजुरहरूलाई अवगत नै छ। र अहिले पुराना पार्टीहरूबाट हजुरहरू विक्षिप्त हुनुहुन्छ, त्यसले गर्दाखेरि हजुरहरूको बाटो खोइ त भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी जन्मेको छ। र राष्ट्रिय स्वतन्त्र पार्टीले तपाईहरुलाई अगाडि धेरैले भन्नुभयो कि राष्ट्रिय स्वतन्त्र पार्टी यस्तो पार्टी हो जसले कुनै पनि झुटा आश्वासनहरू हुन नसक्ने कुराहरू त्यो तपाईहरु सामु पेश गर्दैन। कि म अहिले यहाँ आउँदै गर्दा तपाईहरुले तपाईहरुका सुझाव र गुनासाहरू भन्दै गर्दा मैले तपाईहरुलाई अहिले भर्खरै ठीक छ त्यता यो बाटो पनि म भर्खरै बनाइहाल्छु, मलाई अहिले जिताएर पठाउनुस्, त्यो भन्न सक्दिनँ मैले। तपाईहरुको त्यो बाटो जुन तपाईहरुले यहाँ भोग्नु भएको छ, सिँचाइ छ, खानेपानी छ, बाटोको असुविधा छ, अवश्य पनि तपाईहरुको यो आवाज मैले माथि पुर्याउने छु। तपाईहरुलाई यो असुविधा छ, त्यो आवाजहरू म माथि पुर्याउने छु। र अर्को कुरा, म विगत 4 दिनदेखि महाशिला घुम्दै गर्दा महाशिलामा धेरै घरहरूमा पुगेँ, सबै घरहरूमा ढोका लगाएको छ। अब एउटा गाउँमा जान्छौँ, त्यहाँ त 10-15-20वटा घर छ, ल यो घरमा सबै हामी त घर दैलो अभियान लिएर हिँडेका छौँ। हामी सायद यो विगत 20-25 दिनबाट हामी जिल्लाभरिका धेरै पालिकाहरू घुम्दै गर्दा यही महाशिलाको यिनै 2-3टा गाउँमा हो हामी यसरी जम्मा भएको, नत्र हामी घरमै पुगेका छौँ। तपाईहरु यसरी जोडिनु भयो, यहाँ हामी बाँकी सबै घरमै पुगेका छौँ र घर दैलो अभियानको क्रममा हामी लामो बस्ती, धेरै बाक्लो बस्ती देख्छौँ, त्यहाँ पुग्छौँ। त्यहाँ पुग्दाखेरि 2टा घरमा 3टा घरमा मात्र हुनुहुन्छ, अरू सबै घरमा ढोका लगाएको छ। यो किन यस्तो भइरहेछ त नि? यहाँबाट किन हाम्रा चाहिँ समाजबाट हाम्रा आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू, व्यक्तित्वहरू किन विस्थापित हुनुभएको छ? यसको पनि हामीले पहल खोज्नुपर्छ र खोज्नेछौँ। र अर्को कुरा, म चाहिँ पर्वत जिल्लाका धेरै गाउँहरू घुम्दै गर्दा सबैभन्दा ठुलो विषय मैले यो देखेँ कि बाँदर आतङ्क, यसलाई म आतङ्क नै भन्छु। र बाँदर आतङ्कले गर्दा नि धेरै बस्तीहरू उजाड भएका छन् र यो विषय फेरि विगत केही समयदेखि अरू पार्टीहरूले पनि यसलाई उजागर गर्नुभएको छ, उजागर गर्न खोज्नुभएको छ। तर म अस्ति हाम्रो पार्टी सभापतिज्यूसँग पनि यो विषय लिएर केही दिन अगाडि, यो 3 दिन 4 दिन अगाडिको कुरा हो, पोखरामा म वहाँ गएर उहाँसँग 1 घण्टा एक्लै बसेर यो विषयको पनि गुनासाहरू के आए त नि जिल्लाबाट भन्ने छोटो कुरा उहाँले मसँग लिनुभएको थियो। त्यो विषयमा यहाँको विशेष र धेरै जनताहरूको गुनासो भएको बाँदर नियन्त्रण थियो, त्यो पनि मैले उहाँलाई उठाएको थिएँ। र त्यो उठाउँदै गर्दा उहाँले एउटा के भन्नुभएको थियो भने, सागर भाइ यो विषय एकदम जटिल विषय हो, धेरै जसो चाहिँ पहाडी जिल्लाहरूमा एकदमै गाह्रो भएर बस्तीहरू विस्थापित हुने मेन कारण पनि यो हो। यसले गर्दा हाम्रो एउटा विज्ञ टोली चाहिँ चीनसँग समन्वय गरिरहेको छ। यो कुरा तपाईहरुलाई मैले बताएँ। चीनको वैज्ञानिकहरूसँग हाम्रो यहाँको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको विज्ञ टोलीले समन्वय गरिरहेको छ बाँदर नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा। त्यो पनि भोलि बिहान हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ सरकारमा जाँदै गर्दा, बहुमत बनाउँदै गर्दा त्यो विषय पनि अवश्य यसलाई पनि समाधान हुन्छ र समाधानको पहल हुन्छ। र अर्को कुरा, हामी यस्तो छौँ कि सुर्ती खाँदै गर्दा, चुरोट खाँदै गर्दा क्यान्सर हुन्छ भनेर लेखिएको छ। पहिला त हुन सक्छ भन्थ्यो, अहिले त हुन्छ नै भनेर लेखिएको छ। त्यो चुरोटको बाहिरपट्टि खोलमा के लेखिएको हुन्छ भने धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ, चुरोट पिउँदा तपाईहरुलाई क्यान्सर हुन्छ नै भनेर लेखिएको छ, घाँटीको क्यान्सर हुन्छ नै भनेर लेखिएको छ, तैपनि हामी खान्छौँ। सुर्तीमा पनि त्यही लेखिएको छ, तैपनि हामी खान्छौँ। मदिरा सेवन गर्दा हामीलाई हानिकारक छ, मदिरा पिउँछौँ। र हामीलाई पुराना पार्टीहरू, पुराना दलहरूले हामीलाई 36 वर्षदेखि हामीलाई यस्तो रुमलेर राखेका छन् भन्ने हामीलाई थाहा छ।
फेरि पनि पुरानै पार्टीमा हामी आबद्ध हुन्छौँ, पुरानै पार्टीलाई मत दिन्छौँ भनेपछि गल्ती हाम्रो पनि रहेछ, हामी पनि सुध्रिनु पर्ने हुन्छ। त्यसले गर्दा म अब अरू धेरै कुराहरू हाम्रो अगाडि उठाउनु भएको थियो र यो अघिल्लो वर्ष चाहिँ एउटा खेतीको जुन असिनाले हान्यो भन्ने र हाम्रो के छ भनेदेखि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा विज्ञ टोलीले नै एउटा खाका तयार गरिरहेको छ कि भोलि हामी एउटा 100 दिनमा 100 काम भन्ने पनि आउँदैछ र हाम्रो घोषणापत्रमा यस्तो घोषणापत्र आउँदैछ कि तपाईँहरूले चाहिँ त्यो भोलि बिहान प्रत्यक्ष अनुभव गर्नुहुनेछ। भोलि बिहान हामीले चाहिँ यो कृषि बिमा भन्ने पनि हामीले निकाल्नेछौँ। कृषि बिमा जस्तो किसानहरूले खेती लगाउनु भयो, त्यो किसानहरूको खेती भोलि बिहान असिनाले धुलो पार्यो, किराहरू लाग्ला, उत्पादन बन्द होला, त्यसको पनि बिमा हुन्छ। र यो तपाईँहरूको कृषि उत्पादन तपाईँहरूले दुःख गरेर बनाएको कृषि उत्पादनलाई बजारीकरणको अहिले असुविधा छ, त्यसको लागि पनि हाम्रो छुट्टै एउटा खाका तयार भएको छ। त्यसले गर्दाखेरि अहिले हामीहरूले हजुरहरूलाई केही झुटा आश्वासन सबै यो गराउँछौँ त्यो गराउँछौँ भनेर हामीले झुटा आश्वासन बाँड्दैनौँ। भोलि बिहान तपाईँहरूको घर दैलोमा म यसरी नै आउन पाऊँ कि तपाईँहरूको यो जुन अहिले जति पनि विषयहरू उठाउनु भएको छ तिनी विषयहरूलाई काम गरेर देखाएर मैले काम गरेर देखाएँ भनिसकेपछि तपाईँहरूको ताली, तपाईँहरूको एउटा चाहिँ आशीर्वाद ग्रहण गर्न फेरि आउन पाऊँ। अहिले मैले तपाईँहरूलाई झुटा आश्वासन बाँडेर म यो गर्छु त्यो गर्छु, भोलि बिहान मलाई जिताएर पठाउनुहोस्, त्यो चाहिँ म भन्न सक्दिनँ, भन्दिनँ पनि। तर ढुक्काउनुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टी यस्तो पार्टी हो जसले तपाईँहरूका जनताहरूका गुनासा, जनताहरूका पीडा, सुझाव, समस्याहरू नै त्यसलाई हल गर्नेछ। यति भन्दै म मेरा मन्तव्यहरू यहीँ टुङ्ग्याउँछु र फागुन 21 गतेको जुन निर्वाचन छ त्यो निर्वाचनमा हजुरहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चिन्हमा मतदान गरेर हामीहरू सम्पूर्णलाई पर्वत जिल्लाबाट मात्र नभई तपाईँहरूका आफन्त, तपाईँहरूका छिमेकी, तपाईँहरूका नातेदार यो देशभरि जहाँ पनि हुनुहुन्छ सबै ठाउँमा घन्टी चिन्हमा मतदान गर्न लगाउनु होला र राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतले जिताएर पठाउनु होला। त्यति भन्दै म बिदा हुन्छु। धन्यवाद हजुरहरूलाई।